हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। तो गाइज, आज हामी चाहिँ गइरहेछौँ सोसल वर्क इन नेपाल च्यालेन्ज एन्ड अप्सन्स होइन। हामीलाई यसको एसाइनमेन्ट जम्मा गरेर अगाडि गएर बोल्नुपर्छ। सो त्यसैको मैले प्रिपरेसन गर्दाखेरि कसरी के गर्ने होइन, कसरी बोल्ने भनेर चाहिँ आफ्नै तरिकाले आफ्नै शैलीमा बोल्नु त इङ्ग्लिसमा पर्छ, बट आई स्पिक इन नेपाली पहिला बुझ्नु पऱ्यो। बुझेर अनि बल्ल इङ्ग्लिस टु इङ्ग्लिस ट्रान्सलेसन गर्नु पऱ्यो। सो त्यस कारणले गर्दा म चाहिँ पहिला नेपालीमा बोलिरहेछु होइन। सो लेट्स गो। सो त्यसै गरी सोसल वर्क होइन, सो सामाजिक कार्य नेपालमा सामाजिक कार्य अझै नयाँ अवस्थामा रहेको छ र बिस्तारै विकास भइरहेको छ। तर यस क्षेत्रमा धेरै चुनौतीहरू देखिन्छ। मुख्य रूपमा नेपालमा सामाजिक कार्य आफ्नै स्पष्ट मोडेल छैन र अझै पनि विदेशी वेस्टर्न तरिका र सोचमा आधारित भएर काम भइरहेको छ। यद्यपि नेपालमा धर्मशील पार्टी पौवा जस्ता परम्परागत माध्यमबाट सामाजिक सेवा धेरै पहिलेदेखि हुँदै आएको भए पनि प्रोफेसनल सोसल वर्क भने करिब 30 वर्षदेखि सुरु भएको छ। यो हाम्रो सोसल वर्क जुन नेपालमा छ अहिले चाहिँ नेपालमा सुरुवात नै भएछ, राम्रोसँग विकास भएको छ। तर बिस्तारै बिस्तारै विकास हुँदै गएको छ। 30 वर्षदेखि सुरु भएको छ यो, तर चाहिँ प्रोफेसनल वर्क छैन यसमा होइन। सो प्रोफेसनल वर्कमा हामी तयार गर्नको लागि हाम्रो त्यो टुची फाउन्डेसनले हायर गरिँदैछ हामीलाई, किनभने हामी चाहिँ क्वालिफाइड हुन्छौँ होइन। सो त्यस कारणले गर्दा हामी जाँदैछौँ। अनि हाम्रो नेपालमा सोसल वर्कको जुन रहेछ अवस्था, यसमा चाहिँ प्रायःजसो आफ्नै देश नेपालको कुनै कल्चर छैन, कुनै तरिका छैन। हामी चाहिँ वेस्टर्न कल्चरको वेस्टर्न विदेशी सोसल वर्क अपनाएको छौँ। त्यसै गरी हामी आफ्नै शैलीमा आफ्नै नेपाली मोडेलमा बनाउनु पर्यो सोसल वर्क। सो त्यसै गरी नेपालमा सामाजिक कार्यको अर्को ठुलो समस्या भनेको शिक्षा र तालिम कमी हो। नेपालमा जुन सामाजिक कार्य छ त्यसमा चाहिँ शिक्षा र तालिम प्राप्त भएको छैन, त्यसैमा गरिरहेछन्। अब शिक्षा र तालिम प्राप्त भएको छ, त्यसमा कुन अनुसारले गर्दैछन् त्यो थाहा भएन हामीले होइन। सो त्यसलाई सुधार गर्नको लागि त्यसमा शिक्षित र क्वालिफाइड व्यक्तिहरूको आवश्यकता पर्छ। देशमा 30,000 भन्दा बढी एनजिओ भए पनि त्यहाँ काम गर्ने धेरै व्यक्तिहरू सामाजिक कार्य सम्बन्धी औपचारिक शिक्षा तालिम लिएको हुँदैनन्। नेपालमा यो चाहिँ 2024 कि 2020-18 हो होला, एकर्डिङ टु त्यो नियमअनुसार होइन, रुलमा 30,000 एनजिओ छ। तर चाहिँ 2025 अनुसार 52,000 कि 57,000 समथिङ चाहिँ एनजिओहरू नेपालमा पुगेको छन्। तर चाहिँ उनीहरूसँग तालिम प्राप्त छैन, शिक्षा प्राप्त छैन सोसल वर्कको बारेमा होइन, तब पनि काम गरिरहेको छन्। यसले गर्दा सेवा लिन व्यक्तिहरूको समस्या सही रूपमा बुझ्न र समाधान गर्न कठिन हुन्छ। जब चाहिँ जुन सोसल वर्कसँग शिक्षा हुँदैन होइन, त्यसलाई जुन क्लाइन्ट हुन्छ सोसल वर्क गर्छ तिनीहरूलाई बुझ्न कठिन हुन्छ। व्यक्तिको समस्या के हो, कसरी समाधान गर्ने होइन। सो समाधान गर्नको लागि हामीले कठिन पर्छ। साथै नेपाल जस्तो विविध जात धर्म र सांस्कृतिक समाजका गर्दा सामाजिककर्ताहरूलाई थप चुनौतीहरू समाधान गर्नुपर्छ। कतिपय अवस्थामा समाजसेवाग्राहीहरू आफूले कमजोर वा तल्लो स्तरको ठान्ने हुँदा उनीहरू प्रभावकारी रूपमा संवाद गर्न पनि गाह्रो हुन्छ। यसका साथै सरकारबाट पर्याप्त सहयोग नहुनु पनि अर्को महत्त्वपूर्ण समस्या हो। नेपालमा सामाजिक कार्यको अझै आधिकारिक रूपमा कार्यको मान्यता दिएको छैन र यसको लागि कुनै स्पष्ट नीति नियम वा लाइसेन्स प्रणाली छैन। नेपाल सरकारले पर्याप्त सहयोग गर्दैन यसमा, किनभने चाहिँ जब गर्छ भने अनि लाइसेन्स पनि छैन कि सोसल वर्क गर्दै कुनै आइडेन्टिटी छ, आइडेन्टिफाई गर्नुपर्छ होइन, भेरिफाई गर्नु पर्यो। त्यो भेरिफिकेसन पनि छैन कि नेपालमा चाहिँ जुन सोसल वर्क गरिरहेछ तिनीहरूसँग लाइसेन्स पनि छैन। यदि सरकारले त्यसमा जोड दियो भने त हाम्रो यो सोसल वर्कको राम्रो नै विकास हुन्छ नेपालमा। यसै कारणले सामाजिक कार्यकर्ताहरू भूमिकाको कमजोर हुन्छ र उनीहरूको आवश्यक अवस्थामा प्रत्यक्ष हस्तक्षेप गर्न पनि सक्दैनन्। त्यसै राजनीतिक हस्तक्षेप, डोनर तथा संस्थाहरूको आफ्नै स्वार्थका कारणले गर्दा पनि सामाजिक कार्यमा स्वतन्त्र रूपमा काम गर्न कठिन हुन्छ। जब चाहिँ हाम्रो नेपाल गभर्मेन्टले लाइसेन्स दिँदैन भने चाहिँ हाम्रो सोसल वर्कमा काम गर्नेहरूलाई लास्टै कठिनाइ हुन्छ, गाह्रो हुन्छ, उनीहरूले कारण हस्तक्षेप पनि हुनसक्छ होइन। सो अर्कोतर्फ केही संस्थाहरूले सामाजिक कार्यमा सेवा भन्दा पनि
पैसा कमाउने माध्यमका रूपमा प्रयोग गरिरहेको छन्, जसका कारण जनतामा सामाजिक कार्यप्रति विश्वास घट्दै गएको छ। अर्कोतर्फ सोसल वर्क होइन, सोसल वर्कमा जुन मान्छेहरूसँग क्वालिफिकेसन छैन, उनीहरू सोसल वर्कमा काम गरेर शिक्षा प्राप्त छैन, तालिम प्राप्त छैन, उनीहरू प्रायःजसो पैसाको लागि जान्छन् क्या, पैसाको लागि पैसा कमाउने माध्यम बनाइरहेको छन्। त्यो कसरी के गर्ने, अब सोसल वर्क होइन, सामाजिक विकास कसरी गर्ने होइन, त्यो सबैमा ध्यान छैन यिनीहरूको। ओन्ली फोकस टु हाउ टु इर्न मनी, हाउ टु इर्न अ लट अफ मनी एन्ड गेट रिच। सो त्यस कारणले गर्दा हामीले त्यसमा सुधार गर्नुपर्छ, जसका कारणले जनतामा सामाजिक कार्यप्रति विश्वास घट्दै गयो। जुनीहरू पैसामा फोकस गर्छ, सोचलहरूको जुन तालिम प्राप्त छैन, शिक्षा प्राप्त छैन, उनीहरू पैसामा फोकस गर्छ। सो त्यस कारणले गर्दा जुन क्लाइन्ट छ होइन, सेवाग्राहीहरू, जनता, उनीहरूको कुरामा विश्वास घट्दै जान्छ। साथै नेपालको सामाजिक कार्य सम्बन्धी अनुसन्धान रिसर्च र स्थानीय ज्ञानको पनि कमी छ, जसले गर्दा धेरैजसो काम बाहिर देशको अवधारणा र सिद्धान्त निर्भर भएको छ। यी सबै समस्या समाधान गर्नका लागि नेपालमा सामाजिक कार्यको आफ्नै मोडेल विकास गर्न आवश्यक छ। सामाजिक कार्यको होइन, सामाजिक कार्य गर्नको लागि नेपालमा आफ्नै वेस्टर्न कल्चर छोडेर, वेस्टर्न मोडेल छोडेर, वैदेशिक नियम छोडेर आफ्नै मोडेल, आफ्नै नेपाली मोडेल सामाजिक कार्य विकास गर्नको लागि आफ्नै बनाउनु पर्छ के। नेपाली मोडेल सामाजिक कार्यको आफ्नै तरिका बनाउनु पर्छ। सामाजिक कार्यकर्ताहरूले अनिवार्य रूपमा योग्य र शिक्षित बनाउनु पर्छ। जुन सामाजिक कार्यकर्ता छन् उनीहरू योग्य र शिक्षित र तालिम प्राप्त भएको बनाउनु पर्छ। शिक्षा तथा तालिम आवश्यक बनाउनु पर्ने साथै सरकारद्वारा स्पष्ट नियम नीति र लाइसेन्स प्रणाली लागू हुने आवश्यक छ। अनि जस्तै कि सोसल वर्कहरू शिक्षित भए, अब शिक्षित भएपछि उनीहरूलाई सोसल वर्कको लाइसेन्स नेपाल सरकारद्वारा दिलाउनु पर्यो होइन, नीति नियम बनाउनु पर्यो। नीति नियम भएपछि राम्रोसँग काम गर्छ। फोकस नट फोकस ओन्ली मनी, फोकस फर हिज करियर। सो त्यसै गरी नेपालकै सामाजिक समस्या आधारित अनुसन्धान बढाएर स्थायी स्तरमा उपयुक्त समाधान खोज्नु सरकारले सामाजिक कार्यकर्ता, एनजिओ तथा समुदायमा सबै मिलेर काम गरेर मात्र सामाजिक कार्यहरू प्रभावकारी र विश्वासिलो बनाउन सकिन्छ। सो